नमस्कार छ सबैलाई। आज हामी यहाँ एउटा छोटो नाटक लिएर उपस्थिति भएका छौँ। हाम्रो नाटकको शीर्षक रहेको छ ड्रग्स एब्युज। ड्रग्स एब्युजले गर्दाखेरि धेरै मानिसको जिन्दगी बर्बाद भएको छ र विभिन्न कालमा मृत्युहरू पनि बढ्दै गएको छ। हामीले यसलाई यही नाटकमा उतारेका छौँ। यो सबै नाटक काल्पनिक हो। कसैको जीवनमा मेल खाएको छ भने हामी क्षमा प्राप्ति छौँ। हाम्रो नाटकलाई सबैले स्वीकारिदिनुहुन्छ भन्ने धेरै आशा बोकेर हामी हाम्रो नाटक अगाडि बढाउन चाहन्छौँ। धन्यवाद। बोतलको पानीले आकाशको सुन्दरीले घर पो आइपुगेछ। माया ढोका खोल, माया ढोका खोल न। यो ढोका फोडिदिउँ म। हुन्छ आमा। तिमीहरूलाई यो ढोका खोल्नु यत्रो टाइम लाग्छ? म जहाँ सिकेको खाना पस्की छिटो। आमा। छोड मलाई। बाबा यी खाना। यो खाना अघि सुँगुरले खाने चारो साग देख्छु त। मासु खै, म मासु बिना भात खान्न। के अरे मसँगै मुखुट्टा लाग्छ? बाबा के गर्नुभएको आमालाई? बाबा यसो नरिराख्नु मलाई के गर्नु? हजुर आमा के भयो? आमा के भयो? के भयो आमा? के भयो? बाबा बाबा उठ्नु नि बाबा। आमालाई के भयो? बाबा उठ्नु न। आमालाई के भयो? छिटो बाबा। के भयो मेरो मायालाई? माया बाबा आमा के भयो? छिटो भन्दा छिटो अस्पताल लानुपर्छ। डाक्टर साहब हेर्नु के भयो मेरो मायालाई? नर्स उहाँलाई इमर्जेन्सी रुम लग्नुहोस्। चिन्ता नलिनुहोस् बाबा, सबै ठिक हुन्छ। डाक्टर साहब के भयो मेरो मायालाई? बधाई छ तपाईँलाई, तपाईँको छोरा भएको छ। ओहो मेरो छोराको अनुहार त ठ्याक्कै मैतिर गएछ। हेलो नानी, हेर यहाँ तिम्रो भाइ। मेरो भाइ कति राम्रो। सुन्नुहोस् त, अब तपाईँको श्रीमतीलाई घर लान सक्नुहुनेछ। माया हेर हाम्रो छोरा। नानी लौ यो छोरा बोको। हुन्छ बाबा। माया हाम्रो छोरा भएछ। म खुसी छु। ल घर पनि आइपुगे, बस। आमा ए नानी। माया ल म एकछिन बजार निक्लेर आउँछु है। बाबा छिटो आउनु है। हुन्छ हुन्छ। सुत्केरीको नाममा मैले खाइरहेको भाले। माया बुढी ढोका खोल न। माया ढोका खोल प्रिय। हुन्छ आमा।
आज मेरो छोरा जन्मेको दिन मैले एक बोल रक्सी पनि खान नहुने ए तैँले मलाई ठोक्ने तैँले मलाई ठोक्ने आमा आमा हामी कलेज गएको है हुन्छ आमा हामी यस्तै त हो नि ब्रो जहिले यस्तै त हो नि हो हामी यस्तै त हो नि ब्रो जहिले यस्तै त हो नि हो हामी यस्तै त हो नि ब्रो ओइ त्यो त हाम्रो सानो साथी एरन हैन बोला न बोला हेरो हेरो ओ साथी हेरो अरे मेरो पुरानो स्कुलको साथी रूपसन तिर नखिल हैन के गरेछौ तिमीहरु आजकल ठिकै छु म्या हिँड न हामीसँग कति पछाडि भेट्यौ एकछिन 15 मिनेट डुलेर दिदी एकछिन गएर आउँछु ल म होइन होइन ढिलो हुन्छ हिँड्न कलेज छिटो यहाँ हेर्नु न भर्खर त 6 बज्यो हाम्रो कलेज 6:30 मा लाग्ने हो 6:15 सम्म आइपुगिहाल्छु नि म ल ल छिटो आइज नि फेरि कलेजमा छिर्न हुन्छ दिदी ल केटा हो बस बस धेरै वर्ष पछाडि भेट्यो ओइ केटा हो माल निकाल्दैछु को एरो साथीले पनि देऊ न हो साथी म खान्न नि यार अहिलेसम्म जिन्दगीमा खाएकै छैन कहाँ खान्छु र अहिले खाऊ न यार खाऊ न के म साथी ए साथी खाऊ न हाम्रो लागि भयो नि खाऊ न ए खायो भने आफ्नो जिउलाई पनि बिगार्छ र अरूको जिउलाई पनि बिगार्छ ए साथी तिमी त केटी जस्तै रहेछौ छ्या ए यस्तो भनिहाले एक पक खाइदिउँ त भइगयो त के हुन्छ साथी सुरुमा यस्तो तान्देऊ अझ एक प ल केटा हो यार 6:15 पनि भइसकेछ मेरो कलेज जाने बेला भयो ल गएको ल म ल पाठ भोलि भेट्यौँ ल त भएको त यार भोलि भेटौँ न अन्त हेरो अरे हामी त फेरि भेटिन्छौँ त के छ हालखबर तिमीहरूको यार केटा हो ठिक छ यार दिदी म यसो 15 मिनट गएर आउँछु र केटाहरूसँग ल ल छिटो आइज नि फेरि गएर मम्मीलाई भनिदिन्छु ढिलो आइज भने ल केटा हिजोको पाल निकाल्दा न यार फेरि खाइदिउँ दे त दे साथी त के हो एकै दिन पर्फेक्ट भएछौ त हिजो गएर फेरि खाएँ नि त मैले घरमा गएर ए यो चाहिँ के हो फेरि नयाँ देख्छु त हो ट्राई गरिदिउँ न यसो साथी यो झन् कडा माल हो यसको एक सरको दुनियाँ अर्को ल हान्दिउँ ल ओइ बना त बना हिजोकोले त एक सरको दुनियाँ अर्को आजकोले त झन् एक सरको दुनियाँ आफ्नो पारिदियो त ल्या भनेको होइन साथी ओइ केटा हो हेर्दै हेर्दा क्या राम्री केटीहरू ओइ केटा हो अरे क्या राम्री मैच यार कता हिँडेको बिजुली बालेर हड भएर होइन होला हो हो र र ल केटा हो केडी पनि जिस्कायो झ्याप पनि भयो राति पनि भएछ म घर गएको ल अब नत्र आमाले मार्छन् नि ल यार भोलि पनि भेट्नुपर्छ ल अब केटा हो भोलिको लागि स्टक छैन जस्तो तिमीहरूसँग छ हेर त छैन यार पाठ ला भएको जति पैसा सब सामान किन्दै सिध्यो हेर साथी तिमीसँग पैसा छ ए छ नि यार भोलि मेरो तर्फबाट पार्टी दिनु नि त भयो हुँदैन र ल त्यसो भने ल मेरो तर्फबाट भोलि पार्टी दिउँ ल ल भोलिको पार्टी हेर्न तर्फबाट त ल आमा
हजुर छोरा मेरो यसो भोलि एक्जामको लागि पैसा तिर्नुपर्ने छ कलेजको लागि 10,000 छ भने दिइराख्नु न। राम राम त्यत्रो पैसा कहाँदेखि ल्याउनु छोरा मैले तपाईँको अर्को कोर्स हो नि मेरो अर्को कोर्स हो नि त फेरि मैले भोलि एक्जाम दिन भने पैसा नदिइकन लुलु हल्ला नगर तिमीहरू हेर छोरा तेरो बाउको यही अन्तिम चिनो छ मसँग सम्हालेर चलाए यसले पुरा है छोरा हुन्छ आमा भोलि बिहान 10 बजेपछि ल सिक्री पनि बेच्यो केटाहरूलाई सामान पनि किन्यो पैसा पनि पायो त्यही माथिबाट 2,000 एक्स्ट्रा 2,000 चाहिँ आफू राख्नु पर्यो अरू केटाहरूले मोज गराउनु पर्यो ल। ओए एरन पाट कहाँ गयो हौ सिक्तानु डाबर त किस्तो भइसक्यो त हौ कल गर्छ कल गर अन्त 4 बजिसक्यो कहाँ हरायो ल केटा हो तिमीहरू माल्न खाइकन के जङ्गली जनावर जस्तो भएको हो ल मैले लिएर आएँ त हाना हाना ल ल ओइ ल्या साथी हो मैले त एउटा मात्रै सिरिज लिएर आएको छु यार मैले केमा झ्याप्नु अब यही चलाउ न त एउटै चलाउँदाखेरि केही रोग त लाग्दैन नि आफूलाई केही हुँदैन यार केही हुँदैन ल त्यसो भए हान्दी मजाले हान्दी ल केटा हो राति भइसक्छ उडा उडा कस्तो सुतेको उडा ल उडा ल म चाहिँ गएको यार फेरि आमाले मार्छ ल बाई बाई ल यार रेन पाट भोलि पनि भेट्नुपर्छ यार भइहाल्छ नि छोरा छोरा के भयो तँलाई छोरा के भयो छोरा उठ छोरा उठ उठ त छोरा छोरा डाक्टर साहब मेरो छोरालाई के भयो हेरिदिनुस् न नर्स उहाँले एमर्जेन्सी रुम छिटो लग्नु त हिँड्नुहोस् अबको 5 दिनपछि एउटा माइक यता फर्किनु छैन मसँग एउटा माइक पनि डाक्टर साहब मेरो छोरालाई के भएको रहेछ भनिदिनुस् न नर्स रिपोर्ट ल्याउनुहोस् त ओहो तपाईँको छोरालाई त एचआइभी पोजिटिभ भएको रहेछ उहाँले लामो समयसम्म लागु पदार्थको सेवन गरिराख्नु भएको रहेछ र उहाँले एउटै सिरिन्ज पटक पटक युज गर्नुभएको छ त्यस कारणले उहाँलाई एचआइभी पोजिटिभ भएको छ र अब उहाँसँग 1 वर्षको समय मात्रै छ डाक्टर साहब म कसरी बाँच्नु होला सम्हाल्नुहोस् आफूलाई अब जे हुनु त भयो अब यो समय उहाँसित बस्नु होला छोरा के भयो तँलाई छोरा के भयो छोरा डाक्टर साहब मेरो छोरालाई के भयो पक्नुहोस् छोरा छोरा के भयो छोरा के भयो तँलाई छोरा 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 के भयो तँलाई छोरा डाक्टर साहब मेरो छोरालाई के भयो भन्नुस् न सम्हाल्नुहोस् मायाज्यू माफ गर्नु होला तर हामीले तपाईँको छोरालाई बचाउन सकिनौँ नर्स उहाँलाई सम्हाल्नुहोस् आया यो त मेरो मायाको मेरो श्रीमती मायाको जस्तो आवाज छ त माया माया तपाईँ कसरी यहाँ मायाज्यू उहाँ चाहिँ तपाईँको हुनुहुन्छ डाक्टर साहब मायाज्यू उहाँ चाहिँ तपाईँको को हुनु होला उहाँ मेरो श्रीमान हो डाक्टर साहब ओहो उहाँ त वर्षदेखि नै यहाँ अस्पतालमा ब्लड क्यान्सर भएर बसिराख्नु भएको छ राजा उहाँको आखिरी घडीको सास लिँदै हुनुहुन्छ
माया मैले धेरैभन्दा धेरै गल्तीहरू गरेँ सायद आज मैले त्यही गल्तीको फल पाइरहेको छु त्यसरी नभन्नुस् न अब धेरै ढिला भइसक्यो मैले तिम्रो कुराहरू मानेको सुनेको भए आज हाम्रो परिवार पनि खुसी साथ एउटै घरमा बस्थ्यौँ होला तपाईलाई पनि केही पनि हुँदैन यो जुनीमा त तिमीलाई मैले धेरै दुःख दिएँ तर अर्को चाहिँ नर्स उहाँले सम्हाल्नुहोस् मेरो छोराले पनि मलाई छोडेर गयो मेरो श्रीमानले पनि मलाई छोडेर जानुभयो अब म कसरी बाँच्नु होला यो लागु पदार्थले मेरो श्रीमानलाई पनि लग्यो मेरो छोरालाई पनि लग्यो यो लागु पदार्थ भने मेरो शत्रु पनि यसमा नपरुन् सबैले हेरिदिनु भएकोमा धन्यवाद से नो टु ड्रग्स